जोगी हुने अभियान होइन मेरो, यो सीधा प्रधानमन्त्री हुने अभियान हो। अपमानको प्रधानमन्त्री बन्छस् कि सम्मानको सहित बन्छस् भन्यो भने अपमानको प्रधानमन्त्री भन्दा सम्मानको सहित बन्छु भनेर हिँडेको मान्छे हो। एकैछिन सांसद बनिहालौँ भने हिँडे होइन। जोगी हुने अभियान होइन मेरो, यो सीधा प्रधानमन्त्री हुने अभियान हो। देशको नेतृत्व गर्ने अभियान हो। यहाँ लुकाउनु पर्ने, छुपाउनु पर्ने कुनै पनि त्यो केही पनि छैन। यहाँ म त होइन हजुर यसो यसो त्यसो त्यसो भन्ने होइन। बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ, रवि लामिछाने, खगेन्द्र सुनारहरू मिलेर सरकारको नेतृत्व गर्नुपर्छ। प्रदेशदेखि स्थानीय तहदेखि सँगसँगको सरकार बनाउनुपर्छ, यो स्पष्ट कुरा हो। सरकार चलाउनुपर्छ, देश चलाउनुपर्छ। यसमा लुकाउनु पर्ने कुरा के छ, यसमा छुपाउनु पर्ने कुरा के छ? बालेन शाह र तपाईँ एकै ठाउँमा आउन सम्भव छ आजको दिनमा? एउटा कुरा के हो भने भेरीबाट बगेको छ, कर्णालीबाट बगेको छ, कोसीबाट बगेको छ। एउटा बेलामा जाँदा सागरमा भेट हुँदैन। बगेकाहरूको एक ठाउँमा भेट हुन्छ। फेवाताल जस्तो जमेर बस्यो भने, यहाँका कुनै ताल जस्तो एउटा कु जस्तो जमेर बस्यो भने मात्र भेट नहुने हो। नत्र बगेर गएका स्वभाव मिल्ने मान्छेहरू, स्वभाव मिल्ने प्रकृतिका कुराहरू एक ठाउँमा जाँदा भेट हुन्छ। अहिले बालेन शाह बागमतीबाट बगेका छन्, हर्क साम्पाङ कोसीबाट बगेका छन्, खगेन्द्र सुनारहरू कर्णालीबाट बगेका छन्। तर एक ठाउँमा जाँदै गर्दाखेरि तिनीहरूको मिलन हुने कुरा त प्राकृतिक रूपमा स्वाभाविक कुरा हो। दोस्रो कुरा फेरि के हो भने कंग्रेस र एमालेको भ्रष्टाचारको पक्षमा चाहिँ कति जनता छन्। आजको समयमा खगेन्द्र सुनार र केपी ओली अनलाइनबाट चुनाव लडौँ त आजको समयमा म प्रधानमन्त्रीलाई मेरो चुनौती हो। यसरी बाहिरबाट ब्यालेट थापेर होइन, आजै साँझ फोटो राखौँ र यो दुईटा मध्ये कसलाई भोट हाल्नुहुन्छ भने मागौँ त भोट। र चुनाव हारे पनि छोडिदिन्छु म। तपाईँ यहीबाट सुरु गर्नुहोस्। म केपी ओलीलाई मेरो चुनौती छ आजको मितिमा। भ्रष्टाचारको नेतृत्व गरेर बसेका मान्छेलाई अहिले हेरिरहनु भएको छ। हाम्रो देशको निर्वाचन प्रणाली त्यो सामाजिक सञ्जालमा फेसबुकमा पोल गरे जसरी त त्यसरी निर्धारण गर्न पनि त मिल्दैन। त्यसका विभिन्न तत्व हुन्छ। यस्तो यो कुरा अलिकति सान्दर्भिक हुन्छ त आजको दिनमा। तपाईँले भनेको जस्तो अहिले तपाईँका यहाँ जति मान्छेहरूले त्यो भ्युज जति मान्छेले हेर्छन् ती मान्छे टिकट काटेर आएर दाइ म हेर्न आए त भन्दैनन् नि। कुनै न कुनै ठाउँबाट आफ्नो मत त जाहेर गरिरहेका छन् नि मान्छेहरू, होइन र? कहीँ न कहीँबाट मान्छेहरूले हेरिरहेका छन्, कहीँ न कहीँबाट मान्छेहरू बुझिरहेका छन्। त्यसैले चुनावी प्रक्रिया कंग्रेस एमालेको कब्जामा छ गर्नुहुन्छ कि सबै यिनीहरूले कब्जा गरेर तल्लो गोडादेखि माथिका शीर्षमा यिनले कब्जा गरेर राखेका छन्। त्यसैले गर्दाखेरि कहीँ न कहीँ कतैबाट चाहिँ भोलि सत्यको पक्षमा उठ्दै आएका मान्छे भग्दै आएका मान्छे एक ठाउँमा उभिएर बस्ने त्यो एउटा स्वाभाविक हुन सक्छ। र तपाईँले अहिले भनेको जस्तो कहीँ कतै सहानुभूति देखाउनलाई एकछिन भनिहाल्छु कि भनेर भाइको मृत्यु र बहिनीको बलात्कार सहन नसकेर समुदायमाथिको दमन अत्याचार सहन नसकेर हिँडेको खगेन्द्र सुनार अपमानको प्रधानमन्त्री बन्छस् कि सम्मानको सहित बन्छस् भन्यो भने अपमानको प्रधानमन्त्री भन्दा सम्मानको सहित बन्छु भनेर हिँडेको मान्छे हो। एकैछिन सांसद बनिहालौँ भने हिँडे होइन। तपाईँले आफ्नो मेलो सुझाउनलाई यो अब राष्ट्रपासँग जोडिएपछि कतै अब यो पार्टीमा आबद्ध हुने त्यो सोच तपाईँको के छ अब त्यो तपाईँले जान्नु होला। तर पनि एउटा यो अहिले राष्ट्रपा प्रति जुन फेभर आइरहेको छ, जनलहर आइरहेको छ, त्यसलाई अब बगेको खोलामा हात धोइदिउँ न त म पनि अलिकति मेरो तर्फमा चाहिँ जनताहरू बटुलौं भनेर यता आइराख्नु भएको छ कि हस्ताक्षर गरिराख्नु भएको छ कि भन्ने प्रश्न तपाईँमाथि उठ्छ क्या। ठिक छ, तपाईँले भनेको जस्तो यो शंकाको सुविधा सबैलाई छ र त्यो स्वाभाविक शंका पनि हो। तपाईँलाई के लाग्छ कांग्रेस आउँछ फेरि, गगन थापा आउँछन् फेरि, यो रमेश लेखकहरू आउँछन् फेरि भन्ने लाग्छ तपाईँलाई? अस्ति मलाई रमेश लेखकले भने तपाईँको हामी सबै जिम्मा लिन्छौँ आन्दोलन छोड्नुहोस् भने मैले भने अर्कोचोटि गृहमन्त्री तपाईँ जितेर आउँछु भन्ने लाग्छ तपाईँले? कांग्रेस आउँछ अर्कोचोटि, एमाले आउँछ तपाईँलाई लाग्छ? एमाले कांग्रेस अब पनि आउँछ भन्ने लाग्छ तपाईँहरूले? अब पनि आउँछ एउटा कुरामा। र अर्को कुरामा तपाईँले अहिले भनेको जस्तो जति रवि लामिछानेको पक्षमा एउटा हुइम छ, अहिले हामीले पछिल्लो समय उठाएको आवाजको सन्दर्भमा एउटा सत्यको आवाज हो। यस्तै यस्तै हुइम हामीले गरेका आन्दोलनमा पनि तपाईँ देखिरहनु भएको छ। रवि लामिछाने र हामीहरू कहिलेकै जाँदा भेट हुन्छ, यो स्वाभाविक हो। तपाईँले अहिले भनेको जस्तो एकछिन बनिहालौँ न भनेर आएको होइन। रवि लामिछानेसँग मात्र होइन, न्यायको पक्षमा, स्वतन्त्रताको पक्षमा, जनताको पक्षमा कर्म गरेकाहरूसँग हाम्रो पनि एलायन्स हुन सक्छ। हाम्रै खोला बग्न सक्छ। हामी कसैको खोलामा किन नहुने? भ्रष्टाचारहरूले नेतृत्व गरेको 8-10 लाख कांग्रेसको राष्ट्रिय पार्टी हुन्छ भने 60 लाख दलितहरूको राष्ट्रिय पार्टी हुन सक्दैन। 60 लाख 8वटा जिल्लामा बसेको मधेसीको राष्ट्रिय पार्टी हुन्छ, 8 लाखको संख्यामा रहेका थारूको राष्ट्रिय पार्टी हुन्छ भने 60 लाख जनसंख्या भएको दलितहरू पार्टी हुन सक्दैन त? भनेपछि केही दिनमा पार्टी घोषणा हुँदैछ, अहिले लहर चलिरहेछ, विभिन्न अवस्थामा साम्पाङले, कुलमान घिसिङले पार्टी खोले भनेपछि खगेन्द्र सुनारको पनि अब छिटै पार्टी खोल्ने दौडमा हुनुहुन्छ तपाईँ। त्यही अनुसार सहानुभूति बटुल्न हस्ताक्षर गर्न आइरहनु भएको छ।